हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। अहिले चाहिँ हामी जाँदैछौँ आमायाङ्ग्रीको ट्रेकको लागि होइन। अलिकति ढिला भयो भिडियो खिच्नको लागि, तैपनि केही छैन। अब चाहिँ हामी लगभग सबै कुराहरू हामीले कभरअप गर्ने नै छौँ। पवन भाइ छ लिडमा, त्यसपछि हुनुहुन्छ सन्देश दाई, पवन भाइ र काले भाइ एउटामा छन्, त्यस्तै गरी सन्देश दाई र सुस्मिता दिदी हुनुहुन्छ होइन। अब हामी यसरी क्रस गऱ्यौँ। अब कुन ठाउँमा आयो चाहिँ हामीलाई थाहा छैन। बाटोको अवस्था चाहिँ लास्टै मिठै छ, तर पनि ठिकै छ। काली दिदीले भिडियो खिच्दै हुनुहुन्छ। काली दिदीको अनुहार अहिले पछि देखाउँछु मैले। ल अब हेर्दै जाऊँ, अगाडि बढ्दै जाऊँ। अब हामी बिहान लगभग 6 बजीतिर हिँडेको थियौँ, ब्याग होइन क्या जुन पनि त्यही हो। ल गाइजहरू यत्रो छ हाम्रो टोली, जम्बो टोली यही हो। अनुहार कसैको नचिनी मनर हिँडे हन्। सन्देश ब्याग गर्दै हुनु मेरो बिला हुँदैछ गाइजहरू। काफल अघि माथि देखाएको थियो, केटाहरू उडिहाले। पाउने पार्टी आइयो भने त हामी पाउने पार्टी के पार्टी थाहा छैन। गरेको बचेन खल्तीमा नि 2 रुपियाँ बचेन के गरेर माया होइ कान्ति गरेको बचेन। गाइस यो चाहिँ के हो यार, यो पाहुन पार्टी। पाहुन पार्टी। अब हामी मेलम्ची बजारतिर जाँदैछौँ। कहिलेहरू पछाडि छन् आइरहन्, हरन टिटिट बजाउँदै। बुढी आमाले गर्दा पवनको बाटो चाहिँ के छ, बुढी आमालाई हामी जान दिनुपर्छ गाइजहरू। र पहिला हामी हेर्न सक्छौँ। अहिले हामी छौँ मेलम्ची बजारमा। मेलम्ची बजार आइसकेका छौँ, हेर्न सक्नुहुन्छ। मेरो अगाडि दृश्यमा हामीले देख्न सक्छौँ मेलम्ची बजार हाम्रो अगाडि छ। अस्तिको बाढी धेरै वर्षको भएको छैन, 2-3 वर्ष अगाडिको बाढीले गर्दा चेत भएको यो ठाउँ फेरि पनि अहिले एकदम अगाडि बढ्ने अवस्थामा रहेछ। यो ग्रोथ भइरहेको छ। तलतिर पुरै बजार बनाए पनि माथि पनि बस्तीहरू फेरि मान्छेहरू अगाडि बढिरहेछन्। अब हामी कतै ब्रेक लिनुपर्ने हुन्छ। अब पवन भाइ हाम्रो लिडमा भएको हुनाले आज पवन कहाँ ब्रेक लिन्छ भन्ने हामीलाई जानकारी छैन। जहाँ पुगेर लिए पनि हामी त्यहीँ पुगेर ब्रेकमा बस्छौँ। हस्त गाइजहरू अब हामी हेर्न सक्छौँ। मेलम्ची बजार भ्रमण गर्नुभएकोमा धन्यवाद भनेपछि सक्सेस छ। मेलम्ची बजार है गाइजहरू, मेलम्चीको मेन बजार रहेछ। पुलबारी र पुलपारी गरेर दुईवटा रहेछ। केटाकेटीहरू यहाँ रेडी हुँदैछन्। पवन भाइ के छ? ठिक छ नि। केटाहरू बिजी बेकरी जान्छन् रे, चल्दिउँ थाकाल्यो अहिले। झन्डै मोबाइल हामी फालेको हातबाट। काली भाइ पुरा स्वागमा हिँडिरहेको, तर हामी पुरै सर्चिङमा छौँ प्योर भेज होटलको। तर भेटेला जस्तो चाहिँ मलाई लागिरहेको छैन। काली भाइले दुःख गराइरहेको छ, ठिकै। काली भाइ आफ्नो पनि दुःख हो। मेलम्ची बजार ठुलो रहेछ है, तर सदरमुकाम हो नि त। ल है गाइजहरू, माथिसम्म त जाँदैन होला हौ, त्यहाँ जान्छ भोलि मात्र होइन। अब यस्तो मस्त माथि पनि पुरै घाम लागेको छ भने त सुकिहाल्छ नि बाटो। सधैँ हिलोको हिलो त नहोला नि। ल है मेलम्ची बजार हिँड्नुपर्ने चाहिँ कति घन्टा हो? 2 घन्टा 2-4 परिहाल्यो। त्यसो भए भोलि नै आइपुग्नु त। राइड लाग्नुपर्छ, पुल पारी जानुपर्छ। म केही भन्न चाहन्छु। भन। हाम्रो चाहिँ यो ट्रिप चाहिँ
अर्को वर्ष पनि यस्तै यस्तै गरी हुनुपर्छ होइन एकदम रमाइलो भइरहेछ अर्को वर्ष पनि हामी यस्तै गरी जाने हो तर यति थोरै हिँडिसक्यो भने अलिक यहीँ खराब मनी कसले राख्छ होइन मनी कसले राख्छ अनि लास्टमा भोलि पनि यही खिच्नु भोलिसम्म पनि मेरो यो बचत कस्तो हुन्छ मोमो कुर्दै गाइजहरू बिहान बिहान भात खानु छोडेर मोमो यो कुरा म भिडियोमा आएको है हेर्नु भैँसीको मोमो खाने मान्छे यस्तो भैँसीको मोमोवाला मान्छे र प्योर भेजहरूको लागि मेलम्ची स्विट एन्ड चाट हाउस मेलम्ची नगरपालिका 11 सिन्धुपाल्चोक गाइजहरू हामी कहाँ आइपुग्यौँ हामीलाई थाहा छैन हामी यस मेलम्ची बजारबाट माथि लागेको 15-20 मिनट भइसक्यो अगाडि फ्रन्टमा पवन दाई त्यसपछि सन्देश दाई त्यसपछि चाहिँ म सबको भाइ सुभाष दाहाल हजुर सबको प्यारो भाइ हाम्रो कान्छी दिदी हुनुहुन्छ हेलो कान्छी दिदी हाई गरिदिनु होला भिडियोमा हिलो रहेछ बाटो बिस्तारो उड्दै हुनुहुन्छ उहाँ जुनकिरी हुनुहुन्छ हाम्रो ग्रुपको कान्छी जुनकिरी त्यही भएर उहाँ उड्दै हुनुहुन्छ पवन भाइको नेतृत्वमा मास्तिर गाउँ हेरौँ न देखाउँ न कस्तो राम्रो रहेछ राम्रो ठाउँ राम्रो गाउँ अनि हामी सबै मिलेर घुम्न जाउँ भन्ने मूल नाराका साथ आज मिति 2082 साल वैशाख महिनाको कति गते हो 18 होला हौ ए वैशाख महिनाको 19 गतेका दिन बिहिबार हो कुनै बार शुक्रबार आज एउटा शुक्रबारको शुभ मुहुर्तमा हामी यसरी अगाडि बढिरहेका छौँ हाम्रो यो भ्लगको आवाज सुनिए पनि नसुनिए पनि राम्रो लागे पनि नराम्रो लागे पनि एकदम मन दिएर ध्यान दिएर सुनिदिनु हुन विनम्र अनुरोध गर्न सक्दैनौँ भन्न चाहन्नौँ हाम्रो पवन भाइ उडेको छ मस्तसँगले अब हामी पनि उड्छौँ यहाँ उडिसक्यौँ साथीहरू हामी पनि अगाडिको बाटोहरू यस्तै रहेछ अफरोड भए पनि बाटो अहिलेसम्म त्यस्तो खासै गाह्रो परेको छैन दिदी बाल्टिन बोकेर दुध हिँड्नु भएको त होइन होला यतिखेर पक्कै पनि र बाटो रमाइलै छ भन्नुपर्ने हुन्छ पवन भाइले एकदम तीव्र गतिमा हिँडाइरहेछ हामीलाई म्याप हेर्ने निर्देशक उहाँ नै हुनुहुन्छ बाटो निर्देशक हाम्रो सन्देश दाइ र कान्छी पछाडि हुनुहुन्छ अहिले हामी मझौला वर्गमा हामी बिचमा छौँ काली दिदी क्यामराम्यान काली दिदीको साथमा म सुभाष दाहाल धन्यवाद भन्न चाहन्छु बाटो जस्तै राम्रो टनल हेरौँ न माथि त्यस्तो टाढा टाढा पनि टनल हालेको छ यता मेरो एग्रिकल्चरको धेरै सम्भावना छ सम्झिरहेको छु मैले हामीले के बिहा ल्याएर बेच्न सकिन्छ भनेर टनल छ त यस सेरा सिन्धुपाल्चोक रे ल जगदम्बा स्टिलको यत्रो ठुलो फ्याक्ट्री रहेछ सेरा सिन्धुपाल्चोक सेरा तेरा होइन सेरा के सेरा यस्तै गरी उडाउनु पर्छ है चक्कर लाएर कालदिदीलाई उडाउँदै प्लेन चढेको छैन भन्ने हो कि के हो यस्तो उडाउने तिमी काले भाइको बारेमा हो यहाँ दुध उत्पादन के गरेर त को गुलाबको फुल हेर्नु कस्तो राम्रो हेर्ने हो कि आफू देखाउने होइन त गाइजहरू हामी बाटोमै छौँ अहिलेसम्म हामी हेलम्बु गाउँपालिका चाहिँ पसिसकेका छौँ त्यो कस्तो छ अब कस्तो छ यो डिस्क्राइब गर्नै आउने खालको छैन ओ पानी नसकाउने यार केटा हो यो पानी खान मिल्छ होला नि यस्तो दामी सल
कस्तो भइरहेछ कान्छीजी यात्रा एकदम बेस्ट मजा आइरहेछ अहिलेसम्म त मजा छ बाइकमा छौँ अब भोलि के हुन्छ थाहा छैन गाइस हामी अपडेट गर्दै गर्छौँ ल त भाइ गाइजहरू बाटो यस्तो छ होइन हामी हेलम्बुमा छौँ अहिले हेलम्बुको एक्ज्याक्टली यही ठाउँ भनेर चाहिँ मलाई भन्न पनि आएन हामी मास्तिर जाने अब उहाँ माथि हाइटमा उता माथि एउटा रिसोर्ट जस्तो मैले देखिसकेँ सायद त्यहीँसम्म पुग्नुपर्ने नै हुनसक्छ पवन भाइ अगाडि बढिसक्यो सन्देश भाइ र कान्छी उता छन् टोलीहरू अगाडि बढ्दैछन् यहाँ यो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तिम्बुको बजारमा छौँ काले भाइ चिलमा छ चुइगम चपाउँदै उहाँ फोटो तिम्बु है गाइस तिम्बु गाइजहरू हामी तिम्बुतिर मेरो खासै सेल्फी क्यामेरा राम्रो छैन दिदी पुरै फोनमा व्यस्त हुनुहुन्छ पवन भाइ छ हामीसँग काले भाइ अलिकति अगाडि बढिरहेछ है हेलम्बुको तिम्बु बजारमा छौँ हामी अनि अहिले चाहिँ हामी हिँडिरहेको छौँ लखर गर्दै र अगाडि बढिरहेछौँ तरी हिँडिरहने टोलीहरू पवन दाइ भिडियो बनाउँदै खिचिसकेँ बिहान सोध्नु न पवन त्यहाँ पहाडी झर्ना रहेछ ऊ भित्तामा जाऊँ न हेलम्बु गेस्ट हाउस कस्तो पहाडमा आए जस्तो फिल भयो होला है मैले त गर्मीले हट भइरहेको छु नि म त हट खालि तिमी हट काल दिदी जस्तो यो संसारको बिजिएस्ट पर्सन कोही रहेछ मैले थाहा पाइसकेँ आज अहिलेसम्म यो त्यस कति 30औं कलर तिम्बु हेलम्बु माया बस्छु कान्छीको नजरमा भन्नु Guys, look who got spotted. These people just lifting the bag randomly. Oh guys, खिचिरहेको छु ओ त्यो जुठो नगर न पानी पवनले खाएको कहाँ पानी खान्छौँ त हामी खान्छ ऊ मक्खा छ पवन भनेर खेलिरहेको छु त्यहाँ छो न त्यहाँ छो ल पवन ल पवन मिजु त्यही भएर त भिडियो खिचेको अनि ल भाग्यो यस्तो अवस्थामा हुन्छ उहाँ
हामी अब बिचमा हौँ हामी टिमबाट मास्तिर उमा लागिसक्यौँ सन्देश दाईहरू नआएको भएर हामी कुरिरहेछौँ केटाहरू अलि अगाडि लागे एकदमै कुर्छौँ बाटो चाहिँ अब लास्टै अफरोड रहेछ माथि टुप्पातिर कहाँ पुग्नुपर्ने हो छ्या स्याल कराएको जस्तो कराएर चाहिँ एकछिनसम्म पखाला काले भाइ गेट पाले गेट किन बनाएको जङ्गल जानु 7 किलोमिटर यार यहाँबाट मेरो बाइक जाँदैन अब टिकटकरहरूले कहाँ हाल्छ भ्लगमा अहिले टिकटकमा नि मिनी भ्लग हुँदैन यस्तो मोज हेर न मान्छेहरूलाई नब्याग बोक्छन् फटा मान्छेहरू भने यस्ता हुन्छन् ओए बुद्धि ओए त्यहाँबाट जान उ त्यहाँ उ आलु कस्तो छ भाइब चाहिँ के गाइस पहिला काले भाइको अनुहार काली दिदीको अनुहार अघि पुरा हुस्साले पुरा चाहिँ काम्या थियो अहिले चाहिँ गयो राम्रो भयो अब राम्रो हुन्छ जस्तो छ मायाङ्ग्रीको मेलामा भन्दै गाइजहरू माथि आमाङ्ग्री छ अब यहाँ के हो उहाँहरू हुनुहुँदो रहेछ ए डराउनु पो हुँदो रहेछ त्यहाँ हामीसँग मायाङ्ग्रीको बेस क्याम्पमा एउटा रिसोर्टमा अँ छौँ त्यहाँ हामी देख्न सक्छौँ याकहरू जो चाहिँ मान्छेभन्दा बढी डराउँछन् याकहरू यता देख्न सक्छौँ भोटे कुकुर याकभन्दा लामो नाकहरू यता देख्न सक्छौँ भोटे कुकुर मेरो देख्न सक्छौँ अर्को ह्यान्सी कुकुर स्ट्रगल ह्यान्सी के छ ह्यान्सी के छ के भन्नु छ एकदम दाइ हामी आमाको बेस क्याम्पमा आइसकेका छौँ आजलाई हामी यतै बस्छौँ होइन भोलि अनि सिधा माथि जाने ए देख्नै छोडिएछ अब त्यसो साथीहरू अहिले वेदरले एकदम दिइरहेको छ हेलो भाइ के छ त कालीलाई 2 शब्द देऊ नि त एक शब्द मात्र भयो यार अर्को शब्द काली कान्छी के छ तेरो यहाँ माथि आज इन्टरभ्यू दिने उयो हेर त साथीहरू ल ल आइज त डराएर भाग्छस् अनि होइन भाग्दिन यार म यहाँ आएर कुकुरसँग चाहिँ मेरो दोस्ती भयो है ल मेरो योसँग एउटा फोटो खिच्दैन कान्छी ल गाइजहरू आमाङ्ग्री है हेरमै
सन सन सेटलाई वेलकम गरौँ। कस्तो पवनको त अनुहारै देख्दैन त कस्तो राम्रो आएको यार। ल हाम्रो खाजा बन्दैछ यहाँ गाइजहरू चटपट इन मेकिङ हाम्रो कन्टेन्ट थ्याङ्क यू कान्छी कन्टेन्ट दिएकोमा। सधैँ चाहिँ हामीसँग इन्ग्रिडियन्टमा के छ भनिदिनुहोस्। अनि 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 सिलान्ट्रो छ किन हामीसँग सेलान्ट्रो धनिया यस बस के भन्नु छ तिम्रो बहन। वेलकम एभ्री वान गुड मर्निङ। अहिले बज्दैछ 3:20 जाँदैछ। केटाहरू अगाडि छ नि यो मान्छे अगाडि भूत जस्तो देखिरह होला तर काली दिदी हो चिनिरखौँ होइन। हामी बिहान बिहान हिँड्यौँ खोइ कान्छी स्याहाँ भएर यहीँतिर आइपुग्दैछु अनुहार बालेर। जाम जाम बिस्तार बिस्तार लेट्स मुभ होइन। बिहान हिँडेका छौँ 3:20 टु बी सार्प 3:17 भएको थियो हामी हिँड्दा। अब लेट्स सी माथिसम्म पुग्दा कति हुन्छ अन्धकारै होला। ल जाम के गर्दैन ल गाइजहरू हामी अलमोस्ट पिकमा आउनलाई छ। तलतिर केही देखाएन अलि घरहरूको बत्ती देखिरहेको छ ऊ तल तल हामी धेरै माथि आइसक्यो पिकमा। अब त्यही अलमोस्ट 15 मिनट्स 4:45 गइसकेको छ। हामी ठ्याक्कै 5 बजी पुग्छ भन्ने मैले प्रिडिक्सन गरिसकेँ। ल सोफार हामीलाई 1 घन्टा 45 मिनट लाग्यो भन्नुपर्ने हुन्छ। ठिक छ ल जाम। र हाम्रो गुड पेस खालि ल गाइजहरू त्यो टुप्पामा देखेको चाहिँ हाम्रो पिक हो मन्दिर एजुकान्सी होइन झर्ना। काली त तोप हिँड्न थाल्यो मभन्दा पनि फास्ट। कालीलाई हामीले एक सल्युट दिनै पर्ने हुन्छ। जुत्ता टिलिक टिलिक गरिरहेको काली दिदीको हो। मान्छे नदेखे अनुहार त देखिँदैन अलि कालै छ। यो पिक त्यहाँ आयो है। जस्ट लुक एट दिस भ्यू म्यान जस्ट वर्थ इट क्या। पारि हिमालहरू पनि थिएन स्काई क्या सेक्सी देखिरहेको यार। सही छ ल काली दिदी एक्सपिरियन्स बताउनु कस्तो मजा आइरह खुसी लागिरह। त्यहाँ आइपुगे जस्तो फाइनल्ली गरेँ जस्तो लाग्यो ट्रेक। खै हाम्रो होइन त्यो ज्याकेट जस्तो छ क्या त्यो हाम्रो टोली होइन कि ल है गाइजहरू फाइनल्ली वेयर हेयर एट 3700 कति मिटर चाहिँ अहिले हेरेर भन्छु। जो 3700 मिटर माथि चाहिँ आइसक्यो। यो भ्यू चाहिँ दामी छ। यही भ्यूको लागि हामी बिहान बिहान उठेर आएको।
खरे ओए भाइ बेथान चोक 3100 हो यो 3770 पोर्ट्रेटमा हैन गोरो निकाल्न त यार मुखमा राखेर प्राइड हान्न त यार गोरो आउनु पर्यो क्या पछाडिकै गोरो छ होला पोर्ट्रेटमा फेरि ब्याकग्राउन्ड नै आउँदैन के हुँदैन के खतरा ब्याकग्राउन्ड चाहियो नि ठिक्क निकाल्न वाउ भन्ने जस्तो निकाल्न मनमाने भन्छ ए भिडियो ल गाइजहरु हामी आइपुगिसकेका छौँ आमा याङ्ग्री एज यु क्यान सी हैन हामी मस्त छौँ गाइजहरुसँग ल गाइजहरु हामीले गीत गाउने कुरा भएको छ हामी छौँ आमा याङ्ग्री पछाडिपट्टि छ ल गाइजहरु 1 2 3 पहिला फ्रेममा अनि ल गाउँ त खोइ त आमा याङ्ग्रीको मेलामा भेट भएको बेलामा आमा याङ्ग्रीलाई रोजेको तिमीले कसलाई खोजेको कालो चस्मा लाउ भन्छ पिरती लाउने आउ भन्छ मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेशो मेरो त्यही पनि हो मेरो भन्नुस् अहिलेसम्मको अनुभव अनुसार तपाईँको कस्तो भइरह एकदमै रमाइलो भइरहेछ कसरी आयो तिमी यहाँसम्म म हिँड्दै हिँड्दै आएँ ल वर्थ इट भयो एकदम रमाइलो भयो टाढो पनि एकदम धेरै गाइज एकदम राम्रो छ दाजु आमा याङ्ग्रीको मेलामा अरूलाई के भन्न चाहनुहुन्छ एकदम आउनु भोलि नै आऊ भाइ भोलि नै हेर्नुस् ल सधैँ दामी छ गजब छ रमाइलो छ ल केही काम छैन फोकटको हो 2 घण्टा हिँड्ने वाइया केही हेर्न पाइँदैन बाबाले छोपेको सिरी हेर्न आउनु पर्ने छ हेर्नु नआए नि हुन्छ एकछिन जुदान अलि टाढा बसेर म खिच्छु कि ल कन्टेन्ट सक्यो गाइजहरु एउटा खतरा कन्टेन्ट छ दादा गाइज घुस खै जाडो कन्टेन्ट चाहिन्छ भने मसँग जानु होला अब यहाँ आए जस्तो छोडेर नआउनु होला कहाँ जानु होला तिमीलाई त झन् हेर्दै हेर्दै हामी कहाँ जानु होला भन्नुहोस् हेर्दै हेर्दै आएको गरेको आवाज सुने होला नि मेरो स्याल जस्तो गराउने यही हो सोने दाइ या ब्रो म छाटी What's up? ज्याकेट खोलेर भिडियो बनाउने म छ टी सर्ट लाएर म बनाउँछु एकछिन तपाईँको जर्मनीको पैसा खै त छ यार युरो कतिको दियो युरो दियो 1 हो 155 ओइ नेपाली चस्मा कोसँग ल्याउ त ब्याग
हिजो नयाँ सुरु छ धोतेर यस बस मान्छे बजा 200 नि हो नि हेलो गाइज इट्स मी सरिना दाहाल हामी सुभाष दाहालको काल दिदी हामी छौँ आमायाङ्ग्री हिँड्दै जाऊँ न हेर्नु न ब्याकग्राउन्ड हेर्नु क्या भ्यू यो हो आमायाङ्ग्री कस्तो लाग्यो नाइस मजा आयो एकदम आमायाङ्ग्री भन्दा नि त हिमालको भ्यूज चाहिँ राम्रो लाग्यो 2 दिनको ट्रेक वर्थ इट लाग्यो यस मजा आइरहेछ एकदम अब हामी फर्केर आज काठमाडौँ पुग्छौँ पुग्दैनौँ अब त हामी जान्छौँ बेस क्याम्प पुग्छौँ त्यहाँ गएर एकछिन रेस्ट गर्छौँ त्यसपछि लाग्छौँ काठमाडौँ ल हामी तलतिर पनि भ्लग बनाउँदै जान्छौँ अहिले चाहिँ यो चोटिको लागि चाहिँ हाम्रो आमायाङ्ग्रीको भ्लग अब लगभग हामी धेरै खिच्दैनौँ किनभने हामीलाई तलतिर झर्नु छ अहिले लगभग 7:30 भयो होला है अब ल लेट्स गो है त गाइज काली भाइ सबैले कहाँ त्यस्ता हुन्छ त हेर्ने मात्र हो क्या ओ स्पिकर कोसँग छ सधैँ कुरा नि बोल्नु भाइ गाइजहरू हामी चाहिँ अहिले आमायाङ्ग्रीबाट फर्किँदैछौँ पवन भाइ अगाडि लिड गरिरहेछ एज यु क्यान सी होइन पवन भाइ अगाडि हिँडिरहेछ बाटोमा हामीले गुराँस मजाले दिन सकिन्छ कि गुराँसहरू तोरणहरू कस्तो मस्त छ गाली दिँदै आउँछ नि 30 मिनेटमा तल पुग्छौँ गाइज हामी अब तुफान कुद्छौँ थकै नलाग्ने जेल है फेरि प्लिज अन्यथा नलिनु होला हामी कसैलाई रोक्दैनौँ कतै हेर्दैनौँ हामी पुग्छौँ मात्रै पवन भाइ के भयो 9:05 सम्म थाक्यौ थकै अहिले आएछैन अहिले भयो भने हिँड एकछिन ओभरटेक नगर है गाइजहरू मलाई एकछिन काली काम देऊ न त्यो भ्यूमा जाऊ तिमी आफ्नो पाल्नु जाऊ हुन्छ तिमी तारकै यहाँसम्म हिँड न ब्याग म लिएर आउँला त्यहाँबाट आधा घन्टा त हो नि काली भाइ तिमी पनि जाने जाऊ भिडियोमा तिमीलाई स्वागत छ ल जा पवन पनि भन्नु खोजेको थिएँ काली त अहिले अगाडि जाऊ अनि पवन त्यो उसमा खिचौँ भनेर एकछिन फोटो गाइजहरू यार यो भिडियो एडिट गरेँ भने मैले होइन दामी आइरहेको मुनिदेखि त्यही सुन्दै आएको 2-3 मिनेट अब 2 पाइलामा ठ्याक्कै माथि त्यसो भन्दा कस्तो कस्तो मान्छेलाई त माथि पुऱ्याइयो रविले उहाँबाट हो नि भिडियो गर्ने भनेको यस्तो हो कि फोटो खिच्ने भनेको यस्तोमा हो कि
आउँदैछु त म छोड त म नि है फोटो ओहो के हो यो कडा खाँदा स्यास्या मात्र नहुने हो ठाउँ त धेरै ठुलो छ नि स्यासा कुरो गर्छौँ हामी 8 घन्टा हिँडेछौँ 14 घन्टा हिँडेमा हामी गाडी चढेर हो क्या त्यो पनि हाइटमा गाडी चढेर टाइम छिटो भएको सेफक्सनु जाँदा कति हिँड्नुभयो हामी त एकै दिनमा 10 घन्टा 34 किलोमिटर सजिलो रहेछ एकचोटि गएर हेर न अनि थाहा हुन्छ तिम्रो हिँडाइले सिसन बानिहालेको 4 दिन कि 5 दिन लाग्थ्यो यार अब उनीहरू सबभन्दा ठाउँ ठाउँमा हरेक होटेलमा बस्दै जाने हो भ्लग बनाउने कन्टेन्ट बनाउने सँगै जाने बेस क्याम्पबाट हो यहाँबाट दामी भ्यू आउँथ्यो भनेको हेर्नु न हुस्सो लाएर कस्तो गिरी भयो यस्तो दामी भ्यू आउँछ नि दाइ उता होइन ठ्याक्कै यताबाट घाम झुल्किन्थ्यो उतापट्टिको भ्यू सब देखिन्थ्यो क्या सबै कुरा पाइन्न क्या छोडिदियो जे पायो त्यसैमा सन्तुष्ट हुनुपर्छ जिन्दगीमा अहिले लौरो सिंह सबले बनाउनु भएछ ए लौरो छैन भन्दा बर्बाद छ नि त है आहा यस्तरी क्या भयो भयो अन्त जुत्ता हिँड नि कन्टेन्ट फेरि युट्युबरलाई त्यस्तै कन्टेन्ट टिकटकहरूलाई त्यस्तै म चाहिँ फेरि दुइटै नर्मल ल पत्तर पत्तर गराएछ सोल्टी सुबासको फ्रेन्ड थाम्दैछ गाइजहरू अस्ति बनाएको थियो त दुईवटा थिए अब एउटा मात्र भनेको भन्नु सुबासले त अझै छैन कसैले होइन भाइ म मेरो अब भोलि पैसाको लागि मात्र बिग्छ पैसा आउँछ भने मात्र बोल्छु नत्र बोल्छु फोकडा कसले बोल्छ गाइजहरूले अघि बिहान के अरे पानीको कुरा गर्दै थियो है खाने पानी के मैले सुन्नु न मैले जुरुका उठेर गएर त्यो हरियो ड्रमको पानी सुई सुई खाएको ल बोलाऊ गाइस साउट आउट दिए आऊ न मेरो च्यानललाई सब्सक्राइब गर्न नि भन्दै सिरियसली ब्रो काली भाइ
यो त भाइ कन्टेन्ट होइन तँलाई त रोस्ट भयो बिहानलाई यतैतिर छोडिदिएर जाउँ जस्तो लाग्यो थाहा नि त मलाई भिडियो खिच्यो यार कस्तो राम्रो राम्रो भिडियो खिच्यो त्यस्तो भिडियो खिच्यो त लाइक ठाडो भिडियो खिच्यो कुद जाऊ कुदिरह क्याम्पसम्म कुद्ने बेस क्याम्प हामीले बाइक चाहिँ यहाँसम्म लिएर आउनु सफल भएको थियौँ अहिले त घाम पनि लागिसक्यो मनका कुरा बोलौँ कि नै मनका कुरा बोलौँ कि नै सत्तरीका साइलेरीमा हमारे पल्लारे साइलोले हत्तेरीका साइलेरी साइलेरी हत्तेरीका साइलेरी मलाई पल्लारे